थियो। अनि त्यसपछि अब इन्टरनेट नभएपछि हामी के गरिन्छ होला भनेर सोच्दाखेरि चाहिँ अब समाचार चाहिँ सुनिन्छ पक्कै। समाचारको बारेमा लेखेको छु। मेरो कविताको शीर्षक छ समाचार। सुरु हुन्छ समाचार। नमस्कार, स्वागत छ नेपाल टेलिभिजनको राति 8 बजेको समाचार बुलेटिनमा। म हुँ नवीन भुषाल। सर्वप्रथम यस प्रसारणका प्रमुख समाचार। पृथ्वीको जलसतहमा अस्ति राति गएको जलप्रलयका कारण अप्टिकल रेसाहरू क्षतविक्षत भएका छन्। विश्व इन्टरनेट सेवा अनिश्चितकालका लागि बन्द घोषणा गरिएको छ। इन्टरनेटको अभावमा विश्वका विभिन्न ठाउँहरूमा मानिसहरू छटपटिएर मृत्युवरण गरेको विवरण गोप्य सूचनाबाट प्राप्त भएको छ। ज्योतिषविदहरूले यस जलप्रलयलाई कलियुगको समाप्ति भएको र सत्ययुगमा विश्व प्रवेश भएको दावी गरेका छन्। यता नेपालमा भने एकीकृत झोला पार्टीको भातृ संगठन नेपाली युवा संघले यस घटनाको भर्त्सना गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। अब समाचार विस्तारमा। आजकल सामाजिक सञ्जालका जन्जालमा अलमल्ल परेका र नगुल्ल परेका बुद्धिमल्ल र गिद्धिमल्लका दिमागहरू असरल्ल छरिएका छन्, छताछुल्ल छन् प्रत्येक प्ले स्टोरका संसारमा। उसको संसारमा औँलाको इसारा चल्छ, ऊ चलाउँदैन इभोल्युसनले निम्ताएका ग्याजेटहरू। उसका हातहरू पक्षाघातका शिकार भइसकेका छन्। उसको मेरुदण्ड उदण्ड भएका छन्। कुनै रक्तकुण्ड उत्कण्ड चण्डमुण्ड चामुण्डा कुनै शक्तिले झुकाउन सक्दैन, बगाउँदैन। ऊ अर्जुनको आँखा लिएर बसेको छ, मार्न आफ्नै वर्तमानको तलाउको छेउछाउका ठुल्ठुला टाउका भएका अवसररूपी माछाहरू। ऊ अण्डाबारे अनभिज्ञ छ, तर ब्रह्माण्डबारे अण्डसण्ड अन्धाधुन्द फलाक्छ। ऊ आफू स्वयंलाई परम बनाएर अहमको भरम खनाएर सञ्जालका भित्ताका कित्ता कित्तामा कोरिरहेको छ। अनेक प्रकारका आकार भित्र 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 विचित्र चित्र भित्र ऊ कुदिरहेको छ। भयानक आकृतिको अशुद्ध बुद्ध प्रकृति विरुद्ध गर्दैछ ऊ यस्तो युद्ध। ऊ दूरसञ्चारमा सैनिक जम्मा गर्दैछ। उसले जन्माउँदैछ एउटा यस्तो जेनेरेसन जसले पचाउँछ रेडियो वेभ एकै गाँसमा लामो सासमा। समाचारको क्रममा अब केही बेर विज्ञापनको पालो। पर्दा कालो, झ्याप्प उज्यालो, माग्नेको सालो, बोनस साउचो लिएर दौडिरहेको छ। कोकको बोतलमा हावा भरेर एउटा बालक पौडिरहेको छ। वासिङ पाउडरको सफाइमा कुनै शङ्का छैन। यी हेर्नुहोस् बजाज फ्यान, यो जस्तो कुनै पङ्खा छैन। हेर्नुहोस् हेर्नै पर्छ। यो कुनै स्किप गर्न मिल्ने एड होइन, किनकि यसमा हाम्रो पनि लागत छ। विश्रामपछि पुनः स्वागत छ। समाचारका क्रममा अब बाँकी प्रसङ्ग। झसङ्ग झसङ्ग झस्किने बानीले ग्रसित भएका छन्। सपनामा भिडियो गेमको बन्दुक पड्केर त्रसित भएका छन्। प्राप्त जानकारी अनुसार हाँसेको छैन तुलना। अस्पतालको आकस्मिक सेवामा खाली खाट छैन। फोक्सो सास फेर्छ तर जिउने आँट छैन। आत्महत्या गर्नेको संख्या 20 पुगेको छ। मानसिक रोगको 20 मानिस 20 पुगेको छ। यस्तै यस्तै समस्याले सताएका छन् हामीलाई विभिन्न स्रोतले बताएका छन्। अब पालो रोचक प्रसङ्गको। हिजो दिउँसो आयोजना गरिएको कवि सम्मेलनमा मान्छे भरिएको। जनताले वन्स मोर भन्दै कविता मागेका छन्। पुस्तकालयको मुख्य गेटमा घुइँचो लागेका छन्। नेपाली चलचित्र फुलमा भमराले 51 दिन मनाएको छ। यसमा भमराले पनि सहमति जनाएको छ। कृषि समाचारको लागि विशेष रिपोर्ट तयार पारिएको छ। बारीमा आलु, खोलामा माछा तारिएको छ। गराभरि हराभरा छ। काम गर्ने परम्परा छ। कमेन्टमा गफ जोत्नेहरू खेतमा हलो जोतिरहेको दृश्य मनोमोहक देखिएको छ। क्यामेराम्यान जयकिशनको साथमा पुण्य गौतम, नेपाल टेलिभिजन। यो विशेष रिपोर्टपछि खेलकुद समाचार। खेलकुद समाचारमा खेलाडीहरूको मुखमा चमक छ। सबै खेलमा स्वर्ण पदक छ। अब लागौं मौसम समाचार। मौसम विभागको पूर्वानुमान छ भोलि आकाश खुल्ला, बतास सुनसान छ। केटाकेटीलाई चङ्गा धेरै नउडाउन
नेवानीको विनम्र आह्वान छ। समग्रमा देशभर मौसम रोमान्टिक हुनेछ। जोडी बसेको केही स्थानहरूमा फाट्टफुट्ट वर्षाको स्पर्श हुनेछ। छाता ओढ्नुहोला, टोपी नछोड्नुहोला। हामी समाचारको अन्तिममा आइपुगेका छौँ। जाँदा जाँदै एक विशेष समाचार। हिजो राति जाँदा जाँदै गाडीमा चितवनको चारकोसे झाडीमा सेतो साडीमा लामो दाढीमा एक युवक आँपको रुखमुनि ऋषिमुनिको भेषमा तपस्या गरेको अवस्थामा भेटिएका छन्। अन्तर्राष्ट्रिय ज्योतिष महासङ्घले अब कलियुगको अन्त्य, सत्ययुगको सुरु र उहाँ नै सत्ययुगको आँपे गुरु भनी दावी गरेका छन्। यिनै सत्य तथ्य प्रसङ्गसहित आजको 8 बजेको समाचार बुलेटिनको समय सकिएको छ। अब केही बेरमा प्रसारण हुँदैछ हिन्दी पौराणिक चलचित्र महाभारत।